कुनै पनि मन्तव्यको शानदार समापन कसरी हुन सक्छ, अनुपम अन्त्य कसरी गर्न सकिन्छ कुनै पनि मन्तव्यको, हामीले यसको बारेमा सोचेका छौँ त? मलाई लाग्छ हाम्रो वरिपरि हामीले यो विषयमा सोचेका मान्छे कम भेट्टाउँछौँ। कहीँ पनि मन्तव्य सुन्न गयो भने मान्छेले 4 पटक र अन्त्यमा र अन्त्यमा र अन्त्यमा भन्छ। उसको अन्त्य कहिले आउने हो थाहा नै हुँदैन। अनि मन्तव्य सक्ने बेलामा यति भन्दै मेरा 2-4 शब्द यहीँ टुङ्ग्याउँछु भनेर मन्तव्य फेरि तन्काउन थाल्छ। 2 लाख शब्द भनिसक्यो भन्ने बेलामा 2-4 शब्द भनेर टुङ्ग्याउँछु भन्ने हाम्रोमा बाध्यता छ। त्यसैले मन्तव्य टुङ्गिनु नटुङ्गिनुसँग हाम्रो कुनै कौतूहलता बाँकी रहेको हुँदैन। त्यसो हो भने अब तपाईँले मन्तव्य दिँदा मन्तव्यको अनुपम अन्त्य कसरी गर्न सकिन्छ त? आज म मन्तव्यको अनुपम अन्त्य गर्ने 4 तरिका लिएर यहाँ उपस्थित भएको छु। मलाई आशा र विश्वास छ यदि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने आउँदो दिनमा तपाईँले आफ्नो मन्तव्यको समापन फरक तरिकाले गर्नुहुनेछ। नमस्कार, यो सक्सेस सूत्र म हो विष्णु प्रभा सापकोटा। आउनुहोस् आज केही नयाँ कुरा सिकौँ। मन्तव्यको अन्त्य कसरी गर्ने भन्ने विषयमा 4 तरिका हामीले अवलम्बन गर्न सक्छौँ। मन्तव्यको अनुपम अन्त्य गर्ने पहिलो तरिका हो सारांश सहित मन्तव्यको अन्त्य गर्ने। अन्त्यमा भनेर टुङ्गोमा सारांशमा तपाईँले भन्न खोजेका विषयहरू के थिए अथवा यसभन्दा पहिला बोलेका विषय के थिए ती विषयलाई रिपिटेसन गरेर अथवा छोटोमा भनेर आफ्नो मन्तव्य टुङ्ग्याउन सक्नुहुन्छ। सामान्य प्रकारका मन्तव्यहरूमा यो विधिलाई अवलम्बन गर्न सकिन्छ, तर यो त्यति धेरै इम्प्याक्टफुल भने हुँदैन। जहिले पनि ख्याल गर्नुपर्ने कुरा के हो भने तपाईँले एकचोटि अन्त्यमा भनिसकेपछि फेरि र अन्त्यमा अब म साँच्चैकै अन्त्यमा आइसकेँ भन्ने गरी आफ्नो विषयलाई थपिराख्नु हुँदैन। जे सम्झियो त्यो बोल्दै जानु एकदमै राम्रो मानिँदैन। यो कुरालाई ख्याल गर्नुहोला। पहिलो तरिका सारांशसहित मन्तव्यको अन्त्य गर्ने। मन्तव्य समापन गर्ने दोस्रो एकदमै राम्रो तरिका हो कुनै कार्य गर्न दर्शकलाई उत्प्रेरित गर्नुहोस्। दर्शकलाई कुनै काम गर्न लगाउनुहोस्। यसलाई कल टु एक्सन भनिन्छ। त्यो तपाईँको मन्तव्यसँग सम्बन्धित हुनुपर्छ, विषयसँग मिल्दो हुनुपर्छ, वातावरणसँग मिल्दो हुनुपर्छ। यदि यस्तो काम तपाईँले गर्नुभयो भने दर्शकले तपाईँलाई सधैँ सम्झिन्छन्। उदाहरणको लागि तपाईँले के गर्न सक्नुहुन्छ भने आमाको मुख हेर्ने दिन आमाहरूको सम्झनामा कुनै कार्यक्रम हामीले गरेको छौँ। त्यो कार्यक्रममा तपाईँले आमाको महिमा र आमाको गरिमाको सन्दर्भमा मन्तव्य दिने कार्यक्रम छ। त्यो मन्तव्यको अन्त्यमा तपाईँले के भन्न सक्नुहुन्छ भने यति भन्दै म आदरणीय दर्शकहरूलाई एकचोटि आफ्नो कुर्सीबाट उठ्न आग्रह गर्छु। यदि तपाईँले आफ्नो आमालाई साँच्चैकै माया गर्नुहुन्छ भने एकचोटि आमालाई 10 औँली जोडेर सम्झिनुहोस् आफ्नो आमालाई र नमन गर्नुहोस् र सबैले एकचोटि ताली बजाइदिनुहोस्। यसलाई भन्छ कुनै पनि कार्य गर्न उत्प्रेरित गर्ने। त्यसपछि अरू केही नभनिकन धन्यवाद भन्नुहोस् र मन्तव्य टुङ्गाइदिनुहोस्। यसले ठुलो इम्प्याक्ट क्रिएट गर्छ। यसरी तपाईँले कुनै एक्सनको माध्यमबाट कुनै क्रियाकलाप गर्न लगाएर त्यसमा दर्शकलाई सहभागी बनाएर आफ्नो मन्तव्य अन्त्य गर्न सक्नुहुन्छ। नम्बर 2, त्यसै गरी मन्तव्यको अनुपम अन्त्य गर्ने तेस्रो तरिका हो प्रश्न सोध्नुहोस्। प्रश्नसहित तपाईँले आफ्नो मन्तव्यलाई टुङ्ग्याउन सक्नुहुन्छ। तथ्य र तथ्याङ्कहरू जोडिएको प्रश्न जसले धेरै मान्छेको दिमागमा बास गरोस्, सोच्न बाध्य गराओस्। मानिलिउँ तपाईँ जनसङ्ख्या व्यवस्थापन सम्बन्धी एउटा कार्यक्रममा मन्तव्य दिँदै हुनुहुन्छ। हाम्रो बसाइसराईको प्रवृत्ति पहाडबाट तराईमा झर्दै रहेको छ। पहाडका घरहरू खाली हुँदै गएका छन्। त्यसै सन्दर्भमा तपाईँले के भन्न सक्नुहुन्छ, के सोध्न सक्नुहुन्छ भने 2078 सालको जनगणनाले 5 लाखभन्दा बढी बस्न योग्य घरहरू पहाडमा रित्तै छन् भनेर उल्लेख गरेको छ। आउँदो दिनहरूमा यो घरको सङ्ख्या कति बढेर जाला? के पहाड रित्तिँदै छ? तपाईँलाई के लाग्छ? हामी सबैले सोच्नुपर्ने बेला आएको छ। धन्यवाद। यसरी तपाईँले एकदमै गहन तथ्य तथ्याङ्क सहितको प्रश्नबाट आफ्नो मन्तव्य टुङ्ग्याउन सक्नुहुन्छ। नम्बर 3, त्यसै गरी आफ्नो मन्तव्यको अनुपम अन्त्य गर्ने चौथो अर्को महत्त्वपूर्ण
तरिका हो आफ्नो अपेक्षा जाहेर गर्ने। तपाईले कुनै कुराको प्रेजेन्टेसन दिइसकेपछि अथवा मन्तव्य दिइसकेपछि दर्शकबाट के अपेक्षा राख्नु भएको छ, कुन नतिजाको तपाईले चाहना राख्नु भएको छ, त्यो नतिजाको अपेक्षाको तपाईले उल्लेख गर्न सक्नुहुन्छ। अपेक्षाको उल्लेख गरेर आफ्नो मन्तव्यलाई समापन गर्न सक्नुहुन्छ। उदाहरणको लागि तपाईँ एउटा कम्पनीको म्यानेजर हुनुहुन्छ, तपाईले आफ्नो कम्पनीका कर्मचारीहरूलाई यो वर्षको योजना सुनाउनु भएको छ, सेमिनार सकिएको छ, सकिने बेला भएको छ, तपाईले आफ्नो मन्तव्यको अन्तिममा आएर के भन्न सक्नुहुन्छ भने मलाई आशा र विश्वास छ नेक्स्ट इयर हाम्रो कम्पनीको बेस्ट इयर हुनेछ। आउँदो वर्ष हाम्रो कर्मचारीहरू एकदमै कामयाबी हुनेछन्, हाम्रो सङ्गठनले सोचेको लक्ष्य प्राप्ति गर्नेछ। यसरी तपाईले आफ्नो अपेक्षा राख्न सक्नुहुन्छ, आफ्नो इच्छा जाहेर गर्न सक्नुहुन्छ, चाहना जाहेर गर्न सक्नुहुन्छ। यसरी आफ्नो अपेक्षा, विश्वास, आशा राखेर पनि मन्तव्यलाई टुङ्ग्याउन सकिन्छ। यी 4 तरिकाबाट मन्तव्य टुङ्गाइयो भने मन्तव्यको अनुपम अन्त्य हुन्छ। फेरि एकचोटि मैले 4 तरिकालाई दोहोऱ्याउन चाहे। सुरुमा सारांशसहित मन्तव्यको अन्त्य गर्ने, दोस्रोमा दर्शकहरूलाई कुनै कार्य गर्न उत्प्रेरित गराउने, तेस्रोमा एकदमै गहन प्रश्न तथ्याङ्क सहित मन्तव्यको समापन गर्ने, चौथोमा तपाईले कुनै आशा, अपेक्षा, विश्वास वा भरोसा उल्लेख गरेर मन्तव्यको समापन गर्ने। यसरी तपाईले मन्तव्यको अनुपम अन्त्य गर्न सक्नुहुन्छ। कृपया अबदेखि मन्तव्यको समापन गर्दा र अन्त्यमा दर्जनौँचोटि नभनिदिनु होला। र अन्त्यमा मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछु भनेर नभनिदिनु होला। यी 4वटा उपाय अथवा अन्य कुनै तपाईको आफ्नो उपायबाट मन्तव्यको समापन गर्नुहोला, ताकि मन्तव्यको समापन पनि एउटा ड्यासिङ स्टेटमेन्ट बन्न सकोस्। हुन्छ त आजका लागि यति नै। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया लाइक, शेयर, कमेन्ट गर्न नबिर्सनुहोला। अर्को दिन अर्को भिडियोमा विष्णुप्रभा सापकोटा र तपाईको भेट अवश्य हुन्छ। तबसम्मको लागि म चाहिँ बिदा माग्छु। सफलताका रङहरूले यहाँहरूको जीवनमा सधैँ खुसीको इन्द्रणी पोतिरहोस्। फेरि भेटौँला। नमस्कार।